हाम्रो क्राइस्ट टिभी। आजकल संसारमा नै नेतृत्वको विषयलाई लिएर बहस चलिरहेको छ। कस्तो नेतृत्व ठिक भन्ने बारे तर्क वितर्क प्रस्तुत गर्ने काम भइरहेको छ। यो प्रकरणमा नेपाल पनि अछुतो रहेको छैन। वास्तवमा नेतृत्व लिडरशिप भनेको अरूलाई मार्गदर्शन, प्रेरणा र दिशा प्रदान गर्ने क्षमता वा कला हो। नेतामा हुनुपर्ने प्रमुख गुणहरू: दृष्टिकोण: नेतासँग स्पष्ट लक्ष्य र भविष्यको योजना हुनुपर्छ। उसले आफ्नो समूहलाई कुन दिशामा लैजान चाहन्छ भन्ने थाहा हुनुपर्छ। इमान्दार र नैतिकवान: हनेस्ट एन्ड इथिकल: सत्य बोल्ने, भरोसा गर्न मिल्ने र निर्णय गर्दा नैतिक मूल्यलाई प्राथमिकता दिने खालका नेतामा त्यो गुण हुनुपर्दछ। सेवाभाव: सर्भिस माइन्डेड: सच्चा नेता सधैँ म कसरी अरूको सेवा गर्न सक्छु भन्ने सोच राख्छ र त्यही अनुसार ऊ काम गर्दछ। अरूको हितमा काम गर्छ। आफ्नो मात्रै उसले हित चिताउँदैन, सबै मानिसहरूको, समाजको हित चिताएर हिँड्छ। यसलाई भन्छ सेवाभाव चाहिँ नेतामा हुनुपर्दछ। सुनवाई गर्ने कला: लिसनिङ स्किल: केवल बोल्ने मात्र होइन, अरूको कुरालाई ध्यानपूर्वक सुन्ने र त्यो अनुसार उसले निर्णय गर्न सक्ने क्षमता नेतामा हुनुपर्दछ। निर्णय क्षमता: डिसिजन मेकिङ: जटिल परिस्थितिमा पनि सोच विचार गरेर ठिक्क निर्णय लिन सक्ने नेता उत्तम नेता हो। यसर्थ नेतामा निर्णय क्षमताको गुण पनि हुनुपर्दछ। प्रेरणा दिने क्षमता: नेताले अरूलाई प्रेरित गर्न सक्नुपर्छ। आफ्नो उदाहरण, शब्द र व्यवहारबाट, आफ्नो बानी बेहोराबाट प्रभावित गर्ने क्षमता, प्रेरणा दिने क्षमता नेतामा हुनुपर्दछ। विनम्रता, ह्युमिलिटी: ठुलो पदमा भए पनि आफूलाई अरूभन्दा माथि नठान्ने, आलोचना स्वीकार्न सक्ने, अरूको कुरा पनि सुन्ने, आफ्नो गल्ती छ भने निहुरेर क्षमा माग्ने क्षमता चाहिँ नेतामा हुनुपर्दछ। समस्यासँग लड्ने साहस: करेज टु फेस च्यालेन्जेस: कठिनाइ आएपछि भाग्ने खालको प्रवृत्ति नेतामा हुनु हुँदैन। कठिनाइ आए पनि पछि नहट्ने, समाधान खोज्ने साहस नेतामा हुनुपर्दछ। यस्तो नेता नै उत्तम नेता हो र यसले नै लोकप्रियता हासिल गर्दछ। समानता र न्याय: फेयरनेस भन्छ यसलाई। सबैलाई समान व्यवहार गर्ने र कुनै पक्षपात नगर्ने। तेरो मेरो यसरी चाहिँ भावना राखेर मेरो आफ्नो भन्ने भावना नराखिकन सबैप्रति समान व्यवहार गर्दै समान निर्णय गर्ने, समान सोच्ने चाहिँ नेतामा त्यो किसिमको गुण भयो भने त्यो नेता लोकप्रिय बन्न सक्छ। सकारात्मक सोच: पोजिटिभ एटिच्युड: समस्यामा पनि अवसर देख्न सक्ने सकारात्मक दृष्टिकोण नेतामा हुनुपर्छ। किनकि विभिन्न किसिमका समस्याहरू आउँदाखेरि नेता अत्तालिने, विचलित हुने भयो भने त्यो नेता काम लाग्दैन। यसर्थ नेतामा सबैभन्दा राम्रो र महत्त्वपूर्ण पक्ष भनेको सकारात्मक सोच हो। उदाहरणको रूपमा हामी महात्मा गान्धीलाई लिन सक्छौँ, नेल्सन मण्डेलालाई लिन सक्छौँ। छोटोमा भन्नुपर्दा नेता त्यो हो जसले आफ्ना शब्दले होइन, कार्यले नेतृत्व गर्छ। अब हामी बाइबलभित्र छिरौँ। बाइबलमा हामी विभिन्न खालका नेताहरू भेट्छौँ जसले विभिन्न समयमा विभिन्न जातिको नेतृत्व गरेका छन्, जसमा एकमा पर्छ मूसा। आज्ञाकारी र नम्र नेता। भूमिका यस्ता छन् कि इस्राएलीहरूलाई मिस्रको दासत्वबाट मुक्त गर्ने काम मूसाले गरेका छन्। यिनमा यस्तो विशेषता थियो कि धैर्यता थियो, यिनमा नम्रता थियो, परमेश्वरको प्रत्यक्ष सम्बन्ध यिनीसँग थियो, नियमको साक्षी यिनी चाहिँ नि थिए। हामी मूसाको दर्शनबाट के कुरा बुझ्दछौँ भने नेताले कहिलेकाहीँ एक्लै बोझ उठाउनुपर्छ तर परमेश्वरमा भरोसा राखेर अघि बढ्नुपर्छ भन्ने ज्ञान हामी मूसाबाट पाउँदछौँ। त्यसै गरी अर्को हुनुहुन्छ यहोशू। यिनी बहादुर र विश्वासपूर्ण नेता थिए। यिनले मूसाको उत्तराधिकारी प्राप्त गरे। प्रतिज्ञा गरेको देशमा इस्राएलीहरूलाई प्रवेश गराउने काम यिनले गरेका छन्। यिनमा यस्ता विशेषता थिए कि साहसी थिए, यिनी दृढ विश्वासी थियो, यिनमा आज्ञाकारी थिए र यिनले यो कुरा सिकाएका छन् कि साँचो नेता त्यो हो जसले डर नमानी परमेश्वरको योजना पुरा गर्छ। अब अर्को नाम छ गिदोन। यिनी नम्र र विश्वासमा दृढ थिए। यिनको भूमिका के छ त भन्दा इस्राएलका न्यायाधीश यिनी कलाइए। अल्पसङ्ख्यक सेना लिएर मध्यमानहरूलाई पराजित गर्ने काममा यिनले सफलता हासिल गरे। विशेषता यिनको के थियो त भन्दा यिनी नम्र थिए, विश्वासयोग्य थिए, परमेश्वरप्रति पूर्ण निर्भर थिए। यिनले के सिकाएका छन् त भन्दा नेता बन्न ठुलो शक्ति होइन, ठुलो विश्वास चाहिन्छ। राजा दाउद परमेश्वरको मन अनुसारको राजा, परमेश्वरको इच्छा अनुसारको राजा चाहिँ दाउद थिए। यिनले इस्राएलीहरूको महान राजा गोलियतलाई पराजित गरे। र यिनमा के विशेषता थियो भन्दा यिनी गीतकार थिए, आफै प्रार्थनाशील थिए, प्रार्थना सदा प्रार्थना गर्थे,
पश्चातापी हृदय थियो यिनको र यिनी वास्तवमा एकदम बहादुर पनि थिए। यिनको जीवनीबाट के पाठ सिक्न सकिन्छ भने गल्ती भए पनि पश्चाताप गरेर पुनः परमेश्वरतिर फर्किने नेता असल हुन्छ, उसको विजय हुन्छ, ऊ सफल हुन्छ। अर्को छ एस्तर। साहसी र बुद्धिमान नेतृत्व थियो यिनको। यिनको भूमिका के थियो त भन्दा यहुदीहरूलाई विनाशबाट बचाउने रानी थिइन् यिनी। विशेषता यिनको के थियो त भन्दा यिनी साहसी थिइन्, धैर्यवान थिइन्, समयको महत्त्व बुझ्ने यिनी नारी थिइन्। पाठ चाहिँ के चाहिँ हो भन्दाखेरि साँचो नेता त्यो हो जसले आफ्नो प्राणको जोखिम उठाएर पनि अरूको रक्षाको लागि उभिन्छ। अब यहाँ अर्को मान्छेको नाम आउँछ पावल। पावल प्रेरित र सुसमाचारको प्रचारक पावल थिए। यिनको भूमिका के थियो त भन्दा ख्रिस्ट येशूको विश्वासलाई फैलाउनमा यिनले एकदम ठुलो भूमिका निभाएका छन्। धेरै पत्रहरू लेखेका छन्। विशेषता शिक्षा, धैर्य, यात्रामा नथाक्ने आत्मा, साहस भएका मान्छेमा यिनी गनिन्छन्। यिनको जीवनबाट हामीले सिक्नुपर्ने पाठ के त भन्दा नेतृत्व भनेको सधैँ सुविधा होइन, कहिलेकाहीँ दुःख सहनु पनि पर्छ। अब हाम्रो प्रभु येशू ख्रिस्ट उहाँ चाहिँ सबैभन्दा महान नेता हुनुहुन्छ, सबै नेताहरूको पनि नेता। अनि उहाँले चाहिँ के गर्नुभयो भन्दा आफ्ना जनहरूको सबैको उद्धारको निम्ति उहाँले आफूलाई क्रुसमा टाङ्नुभयो। उहाँले आफ्नो रगत बगाउनुभयो। कसको लागि भन्दा ती मानिसहरूको लागि जो पापमा फँसेका थिए। उहाँभन्दा महान अरू कोही नेता नै छैन। उहाँ उद्धारकर्ता हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, सिकाउनु हुने, उहाँ हामीलाई सिकाउनु हुने चाहिँ नि हाम्रो गुरु हुनुहुन्छ। उहाँ सेवक हुनुहुन्छ, उहाँ नै राजा पनि हुनुहुन्छ। उहाँको विशेषता के हो त भन्दा सेवाभाव, करुणा, सत्यतामा अटल, बलिदानको प्रतीक, सत्यको प्रतीक। साँचो नेता अरूको सेवा गर्छ, आफूलाई होइन अरूलाई उचाल्छ। बाइबलका नेताहरू हरेक फरक विशेष परिवेश र चुनौतीका माझमा थिए, तर एउटै साझा कुरा थियो, परमेश्वरमा भरोसा र सेवाभाव। यी पात्रहरूबाट हामी आज पनि धेरै नेतृत्वका मूल्य सिक्न सक्छौँ, चाहे समाजमा, मण्डलीमा वा व्यक्तिगत जीवनमा। जब हामी परमप्रभु परमेश्वरमा भरोसा राखेर नेतृत्व गर्छौँ तब हामी सफल हुन्छौँ। नेतृत्व लहर र बलजबस्तीको कुरा होइन, हाम्रो भरोसा ख्रिस्ट येशूमाथि छ कि छैन? छ भने निश्चय नै हामी सफल हुन्छौँ। अत ख्रिस्टलाई परमेश्वर र मुक्तिदाता भनेर ग्रहण नगर्नुभएकाहरूलाई अनुरोध छ कि समय खेरो नफाली ख्रिस्ट येशूको शरणमा आउनुहोस्। हामी तपाईँलाई साथ दिन सदा तयार छौँ। हवस् त, आजलाई गाब्रिएल एनके श्रेष्ठ बिदा चाहन्छ। फेरि अर्को भेटमा भलाकुसारी गरौँला। धन्यवाद। जय मसीह। हाम्रो क्राइस्ट टिभी।